750G टेवा राउटरको वाइफाई को नाम तथा पासवर्ड परिवर्तन गर्नको लागि सबभन्दा पहिले कुनै एउटा ब्राउजरमा जानुस्। ब्राउजरको एड्रेसमा 192.168.1.1 आइपी एड्रेस राख्नुस् र इन्टर गर्नुस्। त्यसपछाडि यसले आइडी र पासवर्ड माग्छ। यहाँ आइडीमा सपोर्ट राख्नुस्। पासवर्डको लागि राउटरको पछाडि दिएको एडमिनिस्ट्रेटर पासवर्ड राखेर लगइन गर्नुस्। लगइन भइसकेपछि यसको WLAN मेनुमा क्लिक गरेर वाइफाई को पासवर्ड मात्रै चेन्ज गर्नको लागि सेक्युरिटी कीमा जानुस्। सेक्युरिटी कीमा जाँदाखेरि यहाँ SSID जुन नाम छ यसमा नाम अगाडि हामीले सेभ गरिसकेका हुन्छ। त्यसमा पासवर्ड यहाँ राख्नुस्। पासवर्ड राखिसकेपछि त्यसलाई एप्लाई चेन्ज गरिदिनुस्। यो 2.4G को लागि भयो। 5G HZ को गर्नको लागि यहाँ क्लिक गर्नुहोस् 5G HZ भन्नेमा। त्यसपछाडि यसको सेक्युरिटी भन्नेमा जानुस्। सेक्युरिटीमा गएर यहाँ पास फ्रेज भन्ने छ। यो पास फ्रेजमा पासवर्ड राखेर नयाँ पासवर्ड राखेर एप्लाई चेन्ज गरिदिनुस्। यदि नाम चेन्ज गर्नु परेको खण्डमा बेसिक सेटिङमा गएर यहाँ SSID को नाम काटेर चेन्ज गर्न मिल्छ। यहाँबाट काटेर चेन्ज गरेर एप्लाई चेन्ज गर्न सक्नुहुनेछ। धन्यवाद।